अर्जेन्टिनाको चमत्कारी पुनरागमन, मेस्सीको आँसु र क्वार्टर फाइनल यात्रा। 80 मिनेटसम्म सबै कुरा सकिएको जस्तो देखिएको थियो, तर मेस्सी र अर्जेन्टिनाले फेरि एकपटक फुटबल इतिहास लेखे। फिफा विश्वकप 2026 को अन्तिम 16मा साबिक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै जिपलाई 3-2 ले पराजित गरेको छ। एक समय खेलमा पछि परेको अर्जेन्टिनाले अन्तिम मिनेटहरूमा लगातार गोल गर्दै अविश्वसनीय जित निकाल्यो। कप्तान लियोनेल मेस्सीले टोलीलाई प्रेरित गर्दै अर्को ऐतिहासिक अध्याय थपे। खेलपछि भावुक बनेका मेस्सीका आँसुका दृश्यहरूले विश्वभरका समर्थकको मन छोएको छ। रिउटर्स र बीबीसीका अनुसार यो जित केवल स्कोरको जित होइन, अर्जेन्टिनाको अदम्य आत्मविश्वास र अन्तिम क्षणसम्म हार नमान्ने मानसिकताको प्रतीक बनेको छ। उता इजिप्टका प्रशिक्षकले केही रेफ्री निर्णयप्रति असन्तुष्टि जनाउँदै कडा प्रतिक्रिया दिएका छन्, तर मैदानमा अर्जेन्टिनाले अवसरको सदुपयोग गर्दै क्वार्टर फाइनलको टिकट सुरक्षित गर्यो। अब सबैको नजर अर्को चुनौतीतर्फ छ कि मेस्सीले आफ्नो अन्तिम विश्वकपमा फेरि उपाधि जित्ने सपना पूरा गर्न सक्लान्। आफ्नो अनुमान कमेन्टमा अवश्य लेख्नुहोस्।